समस्या क्वेसन आयो भने चाहिँ एलएचएसबाट गर्ने अनि गर्दाखेरि यो कस स्क्वायर बी हाम्रो यो कस स्क्वायर बी भनेको 1 प्लस कट स्क्वायर बी भनेको के अरे बिटा भन्नलाई यसलाई कस स्क्वायर बिटा भनेर लेख्न सकिन्छ। यसलाई चाहिँ 1 प्लस कट स्क्वायर बिटा त्यसै गरी यो सेक स्क्वायर बीलाई चाहिँ प्लस 1 प्लस ट्यान स्क्वायर बिटालाई गर्न सकिन्छ है। ल अब के गर्न सकिन्छ भन्दाखेरि यहाँनिर यो 1 प्लस 1 यो यसलाई गरिदिउँ कट स्क्वायर बिटा प्लस 1 र 1 आउँदाखेरि 2 हुन्छ 2 प्लस ट्यान स्क्वायर बिटा है। अब हामीलाई के थाहा छ ट्यान इन्टु कट्यो भनेको 1 हुन्छ अब यसलाई चाहिँ त्यही गरेर कट स्क्वायर बिटा प्लस 2 ट्यान बिटा इन्टु कट बिटा यो भनेको 1 हुन्छ त्यसलाई यस्तो लेख्न मिल्छ फर्मुलालाई प्लस ट्यान स्क्वायर बिटा भयो है। अब यो फर्मुला छ हाम्रो यो के फर्मुला छ भन्दाखेरि कट ए प्लस ट्यान बी भनेको यो कट ए प्लस बी ए प्लस बीको होल स्क्वायर फर्मुला छ कट बिटा प्लस ट्यान बिटाको होल स्क्वायरको फर्मुलामा यो फोल्यो भने यही आउँछ। यो स्क्वायर यो रुट काट्यो बाँकी भयो के त भन्दाखेरि कट बिटा प्लस ट्यान बिटा छ है। अब हाम्रो के अरे आन्सर पनि यति नै छ यो मैले पहिला गरिसकेको भिडियो। यो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। यो चाहिँ एन्सर यति नै ल RHS प्रुभ्ड